गाइज यो सेकेन्ड पार्ट हो व्हाइट गुम्बा जानेको। हेर्न सक्नुहुन्छ अगाडि पनि त्यतिकै भिड थियो र पछाडि पनि त्यतिकै भिड थियो। भिडले त कुरा नगर्नु, कस्तो गाह्रो भएको थियो आज। तर पनि हामी गयौँ, जसरी भए पनि गयौँ र भ्युज यति धेरै राम्रो थियो नि त्यहाँको। हेर्न सक्नुहुन्छ कस्तो राम्रो छ भ्युज। अनि यति धेरै माथि चढ्नु पर्यो, यो त केही हैन, यो भन्दा पनि माथि हामी चढेको। यो सुरुवात स्टार्टिङै थियो। हेर्न सक्नुहुन्छ कति मान्छे थियो र कति गाह्रो भइरहेको थियो जान, तर रमाइलो भयो जानलाई र आउनलाई पनि। हामी मजाले घुमेर आयौँ। हेर्न सक्नुहुन्छ भ्युज कति माथि हामी चढेर तलको मान्छेहरू कति सानो साना देखिरहेछ। हेर्न सक्नुहुन्छ, यतिले हाइट थाहा लाग्छ तपाईहरूलाई। र भ्युज हेर्नु न कस्तो राम्रो, काठमाडौँको पहाड पनि कस्तो नजिक देखिरहेछ र घर हेर्नु त कति धेरै। र भिड हेर्नु कस्तो छ। घाम पनि आज त्यस्तै थियो। घामले त आज सतायो तर पनि ठिकै छ, हामी मजाले घुम्यौँ। भिड हेर्नु कति धेरै छ। लास्टै भिड थियो गाइज आज भिड। र को जानुभएको थियो प्लिज कमेन्ट गर्नु होला। आज को पुग्नुभएको थियो व्हाइट गुम्बा। कस्तो राम्रो भ्यू र कस्तो राम्रो ठाउँ छ हेर्नु त गाइस। तपाईहरू पनि जानु होला घुम्न। अझै 1-2 दिनसम्म हुन्छ होला खुला, तर जानु होला, एकचोटि भिजिट गर्नु होला। कस्तो राम्रो छ, मलाई त मन पर्यो। तपाईहरू कमेन्ट गरेर भन्नु होला कस्तो लाग्यो। बाई बाई। अब नेक्स्ट भिडियो फेरि ल्याउँछु म धेरै चाँडो।